नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप ग्लोबल छनौटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हात पारेको छ। एसिया छनौटमा शिर परिचित प्रतिद्वन्दी युएईलाई हराउँदै नेपालले लामो समयदेखिको प्रतीक्षा तोडेको हो। वर्षाले प्रभावित प्रतियोगितामा समूह चरणमा भाग्यमानी बनेको नेपालले सोमबार युएई विरुद्ध 5 विकेटको जित निकालेर विश्वकप यात्रामा ठूलो फड्को मार्यो। सन् 2016 यता थाइल्याण्ड, युएई र हङकङसँगको पराजयले पटक पटक एसिया चरणमै रोकिएको नेपालका लागि यो सफलता विशेष छ। कप्तान इन्दु वर्माको अभिजित 30 रनको योगदानमा नेपालले 115 रनको लक्ष्य 3 बल बाँकी छँदै भेट्टायो। प्रतियोगितामा उनले 4 खेलमा 70 रन बनाउँदै सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी बनेकी छन्। बहराइन विरुद्ध सङ्कटको बेला उनले बनाएको अभिजित 24 रनको योगदानले नेपाललाई सुपर 3 मा पुग्न सहयोग मिलेको थियो। विश्वकप एसिया छनौटमा देखिएको नेपाली महिला टोलीको आत्मविश्वास पछिल्लो समयको अन्तर्राष्ट्रिय तयारीको उपस्मनी हो। प्रतियोगिता खेल्नु अघि नेपालले थाइल्याण्ड, युगान्डा, नामिबियासँग सिरिज खेल्नुका साथै भारतमा अभ्यास गरेको थियो। ती श्रृङ्खलामा जित कम भए पनि त्यसबाट प्राप्त अनुभव र अभ्यासले टोलीलाई निर्णायक क्षणमा बलियो बनाएको देखियो। नेपालको आगामी यात्रा। अब नेपाली महिला टोलीको अगाडिको बाटो अझै चुनौतीपूर्ण छ। ग्लोबल छनौटमा बङ्गलादेश, स्कटल्याण्ड, अमेरिका, थाइल्याण्ड, आयरल्याण्ड, नेदरल्यान्ड्स, युगान्डा, जिम्बाब्वे, नामिबिया जस्ता प्रतिस्पर्धीहरू हुनेछन्। तीमध्ये 4 टोली मात्र विश्वकपका लागि छनौट हुनेछन्। उक्त प्रतियोगितामा आफ्नो लक्ष्य हासिल गर्न नेपाली टिमलाई प्राविधिक सुधार, निरन्तर अभ्यास र थप अन्तर्राष्ट्रिय एक्सपोजर आवश्यक छ। ग्लोबल छनौट नेपाली महिला क्रिकेटका लागि अर्को मोड हो, जहाँ सफलता इतिहास र तयारी भविष्य बन्न सक्छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।